हेलो फेरि पनि स्वागत छ हजुरहरूलाई हिमालय नेटवर्कमा। फेरि पनि तपाईहरुको समक्ष एकजना केमाइडल ग्रान्ड फिनालेमा पुग्नु भएको कन्टेस्टेन्ट दिपुमा राईलाई लिएर आएको छु है। सर्वप्रथम दिपुमा है तपाईलाई कंग्रेचुलेसन, तपाई फाइनलमा पुग्नु भएकोमा है। अनि जुन चाहिँ सिक्किम आइडल सिजन 2 को फाइनलमा पुग्नु भइरहेछ तपाई है, यो फाइनलको लागि प्रिपरेसन कस्तो भइरहेछ तपाई? मेरो फाइनलको लागि प्रिपरेसन एकदमै राम्रो हुँदैछ। एकदम राम्रो हुँदैछ है। तपाई कुन चाहिँ ठाउँबाट हुनुहुन्छ है? म आसाम निन्जा अपरबाट हो। हजुर, अनि तपाईको जुन चाहिँ है सिक्किम आइडलमा अहिलेसम्मको तपाईको जति प्रस्तुतिहरू फेसबुकमा भयो, युट्युबमा भयो देखिरहेको है, एकदमै ज्यादा मानिसहरूले सेयरहरू गरिरहनु भएको थियो, त्यो मायाहरू एकदमै ज्यादा दिइरहनु भएको थियो। उहाँहरूको लागि के गर्नुहुन्छ सपोर्टको लागि? थ्याङ्क यू मलाई ग्रान्ड फिनालेसम्म ल्याइदिनु भएको लागि। अनि भन्न चाहन्छु आउँदो 13 नोभेम्बर चाहिँ हाम्रो प्रोग्राममा छ, सो सबैजना आएर मलाई सपोर्ट गरिदिनु होला। अहिले चल्दो है सिक्किममा अब तपाईले टिभीतिर पनि देख्नु भएको डान्स इन्डिया डान्स, इन्डियन आइडल हैन, ठुल्ठुलो भोइस अफ नेपाल, त्यो स्टेजहरू देखेर अहिले सिक्किम आइडलमा परफर्म गर्दाखेरि है त्यो रियालिटी सो हो, यो रियालिटी सो हो, कतिको खुसी कस्तो फिल भइरहेछ तपाईलाई? मलाई एकदमै राम्रो फिल भइरहेछ, किनभने मैले यस्तो ठुलो प्लेटफर्मबाट चाहिँ आम भेरी ह्याप्पी। हजुर, ह्याप्पी हुनुहुन्छ है। अनि जुन चाहिँ सेटमा तपाईको डिफ्रेन्ट म्युजिकहरू भयो, डिफ्रेन्ट जग्गाको साथीहरू भयो, तपाईले धेरैजनासँग भेट्नु भयो, गफ गर्नु भयो, त्यो एक्सपिरियन्स कस्तो हुँदो रहेछ त्यो अलिकति साझा गर्नुहोस्। त्यो एक्सपिरियन्स चाहिँ एकदमै राम्रो भयो। अन्त साथीहरू कति बनाउनु भयो? साथीहरू त धेरै भनेको थिए। नामहरू चाहिँ कमल अनि दिदी त्यहाँदेखि साहित्यहरू भयो, तर उनीहरू चाहिँ टप 70मा आउट भयो। इभान्जेलिनाहरू पनि टप 70मा आउट है, उहाँहरू आउट भयो। अन्त तपाईँ अहिले फाइनलमा पुग्नु भयो होइन। अब उहाँहरू तपाईँको साथी स्टिल तपाईँले सपोर्ट गर्नुहुँदै होला होइन। अनि तपाईँ अहिले फाइनलमा पुगिरहनु भएको छ है। फाइनलमा अब तपाईँ जुन चाहिँ अडियन्स हुन्छ है, तपाईँको भोटिङ पनि अडियन्सले नै गर्छ। 50% त जजको हो होइन। अब के भन्नुहुन्छ पब्लिकलाई, के अपिल गर्न चाहनुहुन्छ? सो सबैजना 13 तारिक आएर मलाई भोट गरिदिनुहोस् होला। हुन्छ है। अनि जुन चाहिँ अब तपाईँको है सिक्किम आइडल सिजन 2 सेटमा यस्तो चान्सेसहरू पाउनुभयो होइन। अब तपाईँ आउँदो दिनमा चाहिँ तपाईँ म्युजिकमै के गर्नुहुन्छ कि तपाईँ इन्डियन आइडलतिर पनि उयो एउटा ट्राई गर्नुहुन्छ कि भोइस अफ नेपालतिर के सोच्नु भएको छ? हजुर, म ठुलो भोइस सिङ्गर भन्छु, त्यहाँदेखि किड्स भोइस अफ किड्सतिर पनि जान्छु। अनि म पहिलाको सिजन 1मा पनि आएको थिएँ सिक्किम आइडलको, तर त्यहाँ चाहिँ टप 24मा आउट भएको थिएँ। टप 24मा आउट गर्नुभएको थियो। देन टप 24मा सिजन 1मा आउट भएर तपाईँ यो पालि टप 4मा हुनुहुन्छ है। द्याट मिन्स एउटा सिफ्ट छ नि त होइन। अब यसमा तपाईँले बुझ्छ कि तपाईँले कति मिहिनेत गर्नुभएको रहेछ होइन, कति परिश्रम गर्नुभएको रहेछ है। अब के लाग्छ तपाईँलाई यो पालि सिजन 2 को आइडल चाहिँ टाइटल चाहिँ तपाईँले छ होला लाग्दैछ है। ठिकै छ। सो दिपुमा उहाँ हुनुहुन्थ्यो, दिपुमा राई है। उहाँ सिक्किम आइडल सिजन 2 को टप 4 कन्टेस्टेन्ट है, टप 4 फाइनलिस्टमा हुनुहुन्छ है। उहाँले भनेअनुसार उहाँ सिक्किम आइडल सिजन 1मा पनि आउनु भएको थियो, तर 1मा चाहिँ उहाँ टप 24मा आउट हुनुभएको रहेछ। अनि यो पालि चाहिँ उहाँ टप 4मा पुगिरहनु भएको छ। मिन्स उहाँले धेरै मेहनत अनि परिश्रमहरू गर्नुभएछ यो सिजन 1देखि सिजन 2 को बिचमा। अनि म तपाईँलाई एकदमै बेस्ट विसेस है आउँदो दिनको लागि, अनि ग्रान्ड फिनालेको लागि तपाईँलाई बेस्ट विसेस अनि राम्रो पर्फर्मेन्स होस् भनेर तपाईँलाई भन्न चाहन्छु। अनि जाँदा जाँदै एउटा तपाईँको भोइसबाट एउटा सानो गीत सुनिदिनु न, जुनै भयो तपाईँको फेभरेट गीत हुन्छ। सायद तिमी नै हौ मेरो दिलको धड्कन, सायद तिमी नै हौ भविष्य र वर्तमान, दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा, दुनियाँले के भन्ला तिम्रो बारेमा, सहन म त सक्दिन यस्तो कुरा, आइदियो बरु एक्लो जीवनमा। सायद तिमी नै हौ मेरो दिलको धड्कन, सायद तिमी नै हौ भविष्य र वर्तमान, दुनियाँको आँखा लाग्ला तिम्रो रूपमा, दुनियाँले
के भन्ला तिम्रो बारेमा सहन म त सक्दिन यस्तो कुरा आएर बरु एक्लो यो जीवनमा। हुन्छ, धेरै धेरै धन्यवाद दिपुमा है, तपाईँले बेस्ट विशेष दिन चाहन्छु ल। थ्याङ्क यू सो मच। सो उहाँ हुनुहुन्थ्यो दिपुमा राई, सिक्किम आइडल सिजन 2 को टप 4 फाइनलिस्टमा। अनि उहाँको पर्फर्मेन्स, ग्रान्ड फिनालेको पर्फर्मेन्स हेर्नुको लागि तपाईँहरू सबैजना रम्फूमा आउनु नभुल्नुहोस् होला। अनि अन्य रिपोर्टको लागि हेर्दै गर्नुहोस् म लाखपति शर्मासँग हिमालयन नेटवर्क। Welcome to Novena College and School of Nursing, a unit of Dr. Chang's Super Speciality Hospital Private Limited. We are dedicated to delivering top-notch medical education and shaping the future of healthcare. Admissions are now open for BSc and GNM nursing programs. Our institution is affiliated with the Indian Nursing Council, West Bengal University of Health Science and West Bengal Nursing Council. We offer a well-equipped library, practical labs and comfortable hostel facilities. We are conveniently located near the city center in Siliguri. For inquiries, aspiring candidates are welcome to visit our office from Monday to Saturday 9 am to 5 pm. Alternatively, you can contact us anytime at 9907318372 or 891-844-7474. Join us in the journey to rewarding healthcare career.